मानवीय सेवालाई आत्मसात गर्दै नेपाल भारत मैत्री सङ्घ झापाद्वारा विपन्न तथा आवश्यकतामा रहेका परिवारलाई झुल वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मार्फत गर्मी तथा लामखुट्टे जन्य रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यका साथ विपन्न वर्गका नागरिकहरूलाई झुल वितरण गरिएको हो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध सङ्घको यस सहयोगले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानवीय सहकार्यको भावना अझ बलियो बनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले समाजका कमजोर तथा विपन्न वर्गसम्म सहयोगको हात बढाउनु नै वास्तविक सामाजिक सेवा भएको उल्लेख गर्दै नेपाल भारत मैत्री सङ्घ झापाले सञ्चालन गरेको यस्तो उदाहरणीय कार्यको प्रशंसा गरेका थिए। सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलज्यू, नेपाल भारत मैत्री सङ्घका अध्यक्ष प्रदीप मणि रेग्मीज्यू, पूर्व कोशी प्रदेश मन्त्री ओम प्रकाश सरावगीज्यू, 6 नम्बर वार्ड अध्यक्ष रतिया राजवंशीज्यू, समाजसेवी ज्यूहरू, पत्रकार ज्यूहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई नगर प्रमुख गणेश पोखरेलज्यूले आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।